पूर्णबहादुर खड्का नेपाली काङ्ग्रेसका कार्यवाहक सभापतिको हैसियतमा उहाँले भोलि बिहान 8 बजे शनिबार बिहान 8 बजे काङ्ग्रेस केन्द्रीय कार्य समितिको बैठक बोलाउनु भएको छ। त्यो बैठकको विषयमा तपाईँ के भन्नुहुन्छ? यस्तो भयो, अब मैले यसमा धेरै टिप्पणी गर्ने कुरा पनि उपयुक्त नहोला होइन। यो प्रतिक्रियाको रोषको यो अभिव्यक्तिहरू एक्सप्रेसनहरू होइन, म त आजै साँझ रोकियोस् भन्ने चाहन्छु। थोरै समय लाग्ला तर यो रोकिनुपर्छ, रोकियोस् भन्ने मेरो अपेक्षा हो। किनकि पार्टीको महाधिवेशनले एउटा निर्णय गर्यो होइन, उहाँहरू पनि निर्वाचन आयोग जानुभयो, हामी पनि निर्वाचन आयोग गयौँ, निर्वाचन आयोगलाई यसको परीक्षण गर भनेर भन्यौँ। त्यो निर्वाचन आयोगले एउटा परीक्षण गर्यो। नेपाली काङ्ग्रेस पार्टीको सन्दर्भमा अधिवेशनलाई उसले आधिकारिक मान्यो र आजबाट म नेपाली काङ्ग्रेस पार्टीको सभापति हो। नेपाली काङ्ग्रेस पार्टीको कार्यवाहक सभापति भनेर अरू कसैले गर्ने कुरालाई नेपालको संविधानले पनि चिन्दैन, विधानले पनि चिन्दैन, कानुनले पनि चिन्दैन। संविधान विधान कानुन कसैले नचिन्ने कुरा हामी किन गरिराख्ने? र अब अहिले यसमा अब सबै रिसाउनु भएको छ, अलिअलि मन दुखेको पनि छ होइन, तर अब यसलाई सम्हाल्नुपर्छ हामीले। एउटा